नमस्कार सबैजनालाई, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ शुक्रबारको दिन हामीले चाहिँ ढेँडो बनाएर खाने भनेर नेपालबाट कोदोको पिठो आएको थियो र लोकल कुखुरा झोलसँग जाडोमा तातो ढेँडो खाइयो। र आज नेक्स्ट डे ससेजमा हरियो मिसाएर कोले बनाउनुहुन्छ सब्जी हामीले जस्तो कमेन्ट गर्नु होला। र आज बाहिर निस्किएको थोरै नेपाली होटल खुलेको छ ओनेजा सनैयामा, त्यही भएर यसो स्वाद के कस्तो छ त भनेर स्वाद लिन जाँदै चाउमिन मिठो थियो र मोमो पनि साथमा, झोल मोमो तातो चाहिँ थियो है, मिठो थियो झोल मोमो। हामी जस्तो झोल मोमो लभर को हुनुहुन्छ कमेन्ट गर्नु होला। झोल मोमो चाउमिन खानको लागि ओनेजा सनैयामा जानु होला। हामी जस्तो यसो गएर के कस्तो छ चाख्न सक्नुहुन्छ है त। ल खाएर पनि अब रुमतिरको यात्रा। बाटोको थोरै क्लिपहरू हेर्नु होला। यसरी नै बिते दिन, काम पनि खासै छैन यतिखेर। अन्तिमसँग हेर्नुभयो, धन्यवाद सबैजनालाई।